फुलमाया लौं कि जिउमाया लौं ए सलल बग्यो कोया खोला लाई राखे माया कसो होला यति भनेको भए केटारले तरैमा खुत्रुक्कै हुन्थ्यो साह्रै सिक्मेन्जिम भयो ए भनेपछि त तिमी धान नाच्नु नपाएर त साह्रै सिगेङमा पो भएको रहेछ त अब आफैले हात समातेर पालम भनेको जस्तो त कहाँ हुन्छ अनि अलिअलि त सिगेङमा भइहाल्छ नि अब त्यत्रो सिकाएर पठाएको थियौ त अनि भइगयो त गुन्द्रुकेर काइला त बेसरी धान नाच्यो अरे अब जहिले सिकाएर मात्रै हुन्छ आफैले पनि जान्नुपर्छ नि हौ अनि अब तिमी एक्लैले संस्कृति जोगिने हो र म पनि त्यही त भन्दैछु त एउटा मात्रै टिट्याउले सागर थाम्छ कसैले चासो राख्दैन अब यस्तै तरिका हो भने त भोलि के हुन्छ नि हो नि संस्कृति मास्यो भने इतिहास मासिन्छ संस्कार मास्यो भने सभ्यता हराउँछ यो गाउँको मान्छेले के चाहिँ जानेको छ मान्छेको कुरा काट्नु फल्ना त्यस्तो अक्कडै भक्कडै भन्नुभयो के जान्दैन भोलि पर्सि चाख्छ आफै त पनि बोल्दै गर्दाखेरि बिचमा प्यार प्यार नबोले भङ्गेरा जस्तो त चाहिँ कहाँबाट आएको भुइँबाट उम्रेको होस् कि माथि आकाशबाट खसेको होस् म कहाँबाट आएको भनेर राम्रोसँग मलाई थाहा छ तिमीले भनिराख्नु पर्दैन धेरै गफ नगर हेलो जिटी ब्रो के छ यार खबर के छ जस्तो देखियो दा बिसन्तु छ कि सोधेको नि त हो मलाई पिर लाग्छ क्या दाइको फेरि भरे बिरामी हुनु भएर फेरि खानै खाना छोड्नु भयो भने त मलाई यस्तो टेन्सन हुन्छ नि त अनि ए तँलाई पनि पो पिर लाग्छ लागिहाल्छ नि त हौ अनि बिचरा ब्रो एक्लो मान्छे होइन अब कति बेला खानुहुन्छ कति बेला सुत्नुहुन्छ होइन भाइ एउटा छ फेरि त्यो नि सानो छ नि त पिर लागिहाल्छ नि हौ मलाई त रातभरि निन्द्रा लाग्दैन हौ घरि त दाइ पर्दैन फकाउनु मलाई राम्रो थाहा छ नि त तिमी कस्तो के हो भन्ने कुरा बरु सिधै भन् के को लागि आएको ए फेरि कस्तो विश्वास नगरेको हौ हुन त अर्को काम पनि छ होइन ब्रो तर पनि मैले मनको कुरा भन्दै गएको नि त अनि साथी ब्रो एकल फोन गर्नुपर्ने थियो यार मेरो त चार्ज नभएर ल्याङ भयो नि त हौ अनि फोन त परे छैन अस्ति तैँले दिस जाटा अब ब्रो पनि यार बितेको कुरा भनेको बितेर गयो क्या सुकेको त्यो खै के कट्या भने गराउँदैन त्यस्तो हुन्छ नि बितेको कुरा कहाँ सम्झी बसेको परेको छैन ए त्यसले क्या उसँग गेम चाहिँ खेल्नु पर्यो क्या कस्तो सिक भयो क्या गेम खेल्नु नपाएर क्या मेरो त फेरि फोनै अफ भइदिएको छ क्या गेम चाहिँ हाल्नु न ब्रो तेरो फोनमा खेल्दा चाहिँ हुँदैन चार्ज सकेको छ खान सुन्दैन त्यसले क्या परेको छैन होइन गेम मात्रै खेल्छु क्या ब्रो मै खेलिरहेको छु यहाँ प्लिज याद ब्रो कहाँ यस्तो गेम खेल्ने हो त हो नि बल्ल बल्ल 9 स्क्वायर अब म खतरा हुन्थेँ क्या ब्रो म त लान्न के त ब्रो कस्तो ब्रोको फोन अहिले लान्छ बराबर यस्तरी हेर्नुहुन्छ ब्रोले तेरो बानी भएर मलाई थाहा छैन र यहाँले म आफै खेल्छु पखना ब्रो म खतरा गेम हेलो बेबी ए मेरो त कस्तो चार्ज सक्यो के यो त जिडी ब्रोको हो नि त जिडी ब्रो त म लास्टै मिल्ने हो नि त गाली गर्छ त हो नि कस्तो खालको मान्छे रहेछ गाउँको क्या गाउँको क्या एकदम यो तेरो गेम खेलेको मलाई पैसा नभएको बेला अस्ति मैले भनेको थिइनँ एक दिन त पनि मेरोमा यसरी फोन गर्नु कल गर्नु माग्न आउँछस् होला भनेको थिएँ नि त प्रथम गाउँकोले मलाई दिस जाटा प्रथम मलाई गाउँको कसैले पनि हेर्नु नसक्ने होइन लास्टमा ब्रोले पनि मलाई गीत दिइहाल्थेको हो भनेपछि अब गाउँमा म एक्लै भएँ नि त समाजको लागि सोच्ने मान्छे कहिले पनि एक्लो हुँदैन जसले आफ्नो लागि मात्र सोच्छ नि त्यो जहिले एक्लो हुन्छ बुझिस् वाह 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 दामी प्रवचन मुला जाँटा जहिले तैले ओइ पढ्दैछस् कि यसो चित्र मात्र हेर्दैछस् हौ पढ्दैछु हैरान हो यार खै पढेर सुना त एबिसिडी कतिको आउँदो रहेछ ए बी
C D E F G H I J K L M N O P Q R S T U V W X Y Z. ल ल ल ल ल ज्ञानी छ। ल उठेर भन त अब 1 2 3 पनि। अलि यता बसेर भन, अलि यता हो मजाले। ल 1 भन भन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25. ए ल ल ल भयो 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 आउँदो रहेछ त ल। ल अब खोइ उसको के भन्छ म्याथहरूको कतिको आउँछ, बुक त देख्दिनँ यहाँ भित्र छ। ल तिमीलाई सोध्छु भनाइ ल। तिमीसँग 100 रुपियाँ थियो अरे होइन, 50 रुपियाँको एउटा कापी किन्यो अरे, अब कति रह्यो बाँकी? 50. अनि आउँदो रहेछ त। ल यसरी नै राम्रोसँगले पढ्ने होइन। अब राम्रोसँगले गर। अब होमवर्कहरू के छ कसो छ राम्रो सबै गर। यहाँ खाना रेडी हुनु आँट्यो, अनि खाना खाने अनि स्कुल जाने। अब यतिको गरेपछि चाहिँ यसो दाइले मिहिनेत गरेर पढाए जस्तो हुन्छ है। अब जहिले तैँले ट्युसन अन्तरे ज्वाइँकोमा पठाउँ भन्दा पनि ट्युसन फीहरू जम्मा गर्नु गाह्रो परिरहेछ। ल राम्रोसँग गर।